धेरै दिन भइसक्यो यो म यहाँनिर देखिरहेको छु के रहेछ भनेर यसो आज खोलेर हेरेँ मैले जहिले देखिरहेको छु त्यही पनि चिनेन मैले के रहेछ भन्ने भयो अनि यसो जे परे पर्छ यसलाई म कुटिदिन्छु भनेर अनि टक्क लग्यो यसलाई कुट्ने भनेको धानको मेसिनमा हालेर त्यो पिसिदिन्छु जे परे पर्छ के हो थाहा हुन्छ निक्लेपछि भन्ने हो सर र मैले बोरा उचालेर लगेँ बोरा उचालेर उचालेर त के भन्नु घिसारेर लगेँ सकेन गरुङको थियो सायद 40-50 किलोको थियो होला अझ पनि यो के रहेछ भने थाहै नपाएपछि मैले सबै बाल्टी खनेर मेसिनमा हालिदिनु गरेँ धान जस्तो लाग्यो अनि धान कुट्ने मेसिनमा चाहिँ टक्क हालेर हेरौँ न त के निक्लिन्छ यहाँभित्र भनेर म बाल्टीमा खनाएँ टक्क यो पुरा बाहुबली जस्तो सिङ्गै बोरा उचालेर हालिदिएँ मैले बाल्टीमा फेरि मैले यसलाई यो बाल्टीबाट ड्याङ मेसिनमा खनेर पुरा बाहुबली जस्तो पुरा बाल्टीका बाल्टी 3 बाल्टी ड्याङ मेसिनमा खनाएँ अनि भर्खरै अगाडि यो चामल लोकल चामल कुटायो भएर ट्याक्क यस झाडु लाउनु पर्यो किनकि यो पोखियो भने फेरि उक्किनु पर्छ नि त त्यही भएर ड्याङ झाडु लगाएँ मैले त्यसपछि टक्क स्ट्यान्ड बटन दबाएर यहाँ खोलेर अनि सरर हेरेँ मैले टक्क हेरेपछि अनि यसो सरर निक्लिन्छ त मिलेट जातिको निक्ल्यो यो त टक्क मिलेट पो हो त यो यसो हेरेँ फेरि यो त प्रोसो मिलेट फोक्सटेल मिलेट मध्ये कुनै न कुनै मिलेटको जाति रहेछ ड्याङ्ग हेरेँ मैले अब मेसिनमा हालिसकेपछि त कुट्नु पर्यो होइन सरर मेसिनमा अब हालिसकेपछि अब सरर यसलाई कुट्छु मैले अब फाइनल्ली बनाउनु पर्ने हुन्छ आधी कुटिसकेपछि आधी छोड्ने कुरो पनि भएन अब ड्याङ मैले कुट्छु अब यसलाई चाहिँ 4-5 चोटि मेसिनमा हाल्नुपर्छ 4-5 चोटि यसमा हालिसकेपछि पछि फेरि बल्ल अनि अर्को मेसिनमा हालेर बल्ल रेडी हुने हो यो चाहिँ अब यो पनि बाल्टी भर्यो अब टक्क बाल्टी चाहिँ गरेर टक्क फेरि दोहोऱ्याउनु पर्ने माथि यसो हेरेँ मैले कति सकेछ भनेर अनि टक्क एडजस्ट गरेँ बाहिर हेरेँ बाहिर बुझ्छ गएन बाहिर दाना पनि जान्छ नि त बुझ्सँग त्यो पनि चट्ट हेरेँ हेरिसकेपछि यसो हेरेपछि दानासँग केही गर्छन् रहेछ अनि त्यसपछि टक्क मैले फेरि यसो एडजस्ट गरेँ टक्क एडजस्ट गरेँ दाना पनि जान सक्छ नि त बाहिर बुससँग भनेर बुसभरि सबै फेरिसकेपछि दाना मात्रै अगाडि आयो अनि सर यो के को थाहै नपाएर कुट्दा लास्टमा त मिलेट राइस रहेछ तर कुन जातको मिलेट हो त्यो थाहै नपाएर मैले हेरेँ अनि सर यसो चेक गरेँ कतिको राम्रो भयो भनेर कतिचोटि हाल्नुपर्छ भनेर यसो हेर्नुपर्छ कतिको दाना आउँछ कतिको मर्यो भने यसो हेरेँ मम्मीले सिमी खेलाउनु यसो हेरेँ अनि सर बाहिर गएँ कस्तो रहेछ मौसम भनेर हेरेँ फेरि फर्केर मिलमा आएँ अनि मिलमा बाल्टी भर्या रहेछ चेन्ज गरेँ टक्क त्यसपछि फेरि हेरेँ अनि फेरि माथि खनाउनेलाई भएछ सक्यो फेरि कस्तो आयो फेरि एडजस्ट गरेँ मैले मसिन अब त्यसपछि एडजस्ट गरिसकेपछि अनि बल्ल अगाडि त्यो के भन्छ दाना यसो चेक गर्नुपर्छ पछाडि जान्छ कि जाँदैन भनेर फेरि रिपिट गर्ने बेला भइसक्यो हुन्छ अनि फेरि रिपिट गर्छु मैले त्यसपछि टक्क फेरि बाहिर जान्छु टाइम अनि यसो टिकटक हेर्न फेरि बाहिर गइहाल्छु म बाहिर जाँदा त भित्र आउँदा त भरिसक्नु होला हुन्छ अनि फेरि अनि यसो चेक गर्छु अनि आउँछु बाटले यसो कतिखेर भरिसक्यो हुँदो रहेछ फेरि अनि चेन्ज गरेर फेरि बाहिर हेर्न जान्छु अनि को मान्छे आयो यसो हेऱ्यो के हो यो भनेर सोध्यो अनि मैले चिनौ भने के हो न थाहा पाएरै गयो यो मान्छे फेरि मैले अर्को बाल्टी चेन्ज गर्नुपर्ने चाहिँ भरिसक्यो अब लगभग सकिन लाग्यो होइन यो मेसिनमा 5 चोटि रिपिट गरिसके जस्तो लाग्छ 5 चोटि भइसक्यो चेन्ज गराइ हाल्दै गर्नुपर्छ अब सकियो टक्क लाएर यो सकिएपछि मैले यसो तल हेरेँ बाल्टीमा कति रहेछ भनेर सर सकेपछि यसो फेरि माथि हेर्छु अब सकेपछि यसलाई क्लोज गर्नु पर्यो टक्क अनि तल यसो चेक गरेँ दाना आउँछ त्यसपछि फेरि अब यो मेसिनमा हाल्नुपर्ने हुन्छ यो मेसिनमा ड्याङ 2 बाल्टी पुरा हाल्छु अनि त्यसपछि एउटा बाल्टी मुनि हाल्छु अनि त्यसपछि टक्क झाडु लाउँछु वरिपरि पुरा अघिको चामल पोखेको हाल्दै अनि त्यो मुनिको बाल्टीको त लास्टमा देखाउने बिर्सेछु त्यसमा चाहिँ टक्क भुस आउँछ त्यो मुनिको बाल्टीको चाहिँ टक्क भुस आउँछ अनि अगाडिबाट दाना आउने कि यसमा चाहिँ सर हेरेँ अब त्यसपछि मेसिन त खुल्लै रहेछ अनि सर चलाउँदाखेरि सबै दाना सर अगाडि आउँछ त्यो त खुल्लै रहेछ पुरा अनि त मिलेन अनि फेरि एडजस्ट गर्नु पर्यो फेरि एडजस्ट गर्दा अगाडि दानै आउँछ कि त्यसलाई फेरि रिपिट गर्नुपर्छ नयाँबाट अब यसो एडजस्ट गरेँ मैले अनि त्यसपछि टक्क अनि ब्यालेन्स मिल्यो भने अनि टक्क अनि बाल्टी चेन्ज गरेर अनि त्यो जुन अगाडि आएको छ त्यो त खुल्लै थियो त्यो चाहिँ राम्रोसँग फिट भयो हुँदैन अनि त्यो बाल्टी चेन्ज गरेर माथि हाल्नुपर्छ अनि त्यसपछि एकैछिन यसो मिलाउनुपर्छ यसो मिलाएर अनि क्लोज सर्ट लग्यो फेरि कस्तो आहा भनेर यसो तपाईँहरूलाई देखाउनुलाई अनि दामी आछ फेरि यो चिनो हो कागुन हो ठ्याक्कै थाहै भएन चिनो र कागुनको बिचको जस्तो छ यो मिडियम साइजको कागुनो मसिनो हुन्छ चिनो अलिकति मोटो हुन्छ यो चाहिँ फेरि बिचको साइजको छ न मसिनो न मोटो छ फेरि यो धान पनि अर्को कालो अर्कै देखेँ मैले यो के हो मैले चाहिँ ठम्ब्याउन सकिनँ यदि तपाईँहरूलाई थाहा छ भने कृपया भनिदिनु होला के हो है यो हाम्रो कर्णाली प्रदेशको उत्पादन हो तर के हो भन्ने नै थाहा छैन
चिन्यो कि कागुन हो जस्तो लाग्थ्यो अनि त्यसपछि यसमा चाहिँ यस्तो हिट आउँछ अनि पङ्खा पनि टक्क लगाएको छु मैले यतापट्टि गर्मी नहोस् भनेर टक्क यता पनि टक्क सकिन लाग्यो अब चाहिँ यो सकिएपछि सक्यो यो चुम्बक चाहिँ टक्क फलामबाट नजाओस् भनेर हालेको विदेशी पनि फनाएर हैरान अहिले पनि फनाएर हैरान अब चाहिँ मेरो सक्यो चाहिँ मैले मेसिन बन्द गरेँ पङ्खा पनि बन्द गरेँ सक्यो